ठुल्ठुलो कुरा गर्नुभयो, यति कुरा गर्नुभयो कि जहाँ मैले बुझेको पनि छैन त्यही पनि म आफ्नो लेभलकै कुरा गर्छु। म एउटा स्टुडेन्ट हो, अहिले म सीए भर्खर जोइन भएको छु। यो कार्ड देखाएर मैले बिहान जहिले पनि आफ्नो इन्स्टिट्युट पुग्न अगाडि लड्नुपर्छ। के गरेर लड्नुपर्छ भन्दाखेरि मलाई 5 रुपियाँ डिस्काउन्ट दिनु न भन्दाखेरि त्यो मान्छेले मलाई हजुर यहाँ पहिल्यै झर्नुहोस्, यस्तो कुनै नाता नीति केही पनि आएको छैन भन्नुहुन्छ। हजुरले भन्नुभयो राम्रो नीति बनाउनु पर्छ। त्यो नीति बनाउनु भएको मान्छे अत्तो पत्तो केही पनि थाहा छैन। न त्यो बसको ड्राइभरलाई नै थाहा छ, न मलाई नै थाहा छ, न त्यो बसको कन्डक्टरलाई नै थाहा छ। अब गएर कम्प्लेन कता गर्नु? अनि हजुरले अर्को भन्नुभयो मेयर साहब बस कता कता के भन्छ हामी आफै गएर हेरौँ न भन्नु। हजुरलाई मैसँग लान्छु मेरै घरतिर। मेरो एउटा साथी मेरै बसमा, म चल्ने बसमा भेटे, साइडमा बस्छ, उसको घर त्यता पनि होइन। अनि ऊ त्यो बसमा बसिरह किन भन्दाखेरि त उता गाडी चलेकै छैन। अब भन्नुहोस् दादाले भने अनुसार गाडी डिजिटलाइज भएको छैन होइन कि गाडी नै छैन त डिजिटलाइज कसरी हुने थियो र? धन्यवाद।